एभ्रिवान, नमस्ते सबैजनालाई। माको किचनमा हजुरहरूलाई धेरै स्वागत छ। आज म हजुरहरू सामु नयाँ रेसिपी लिएर आएको छु। आज मैले खुवाको बर्फी बनाउन गइरहेछु। हजुरहरूले अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। यसको लागि चाहिने सामानहरू खुवा, दुध, पिस्ता, बदम, काजु, घिउ र सुमेल। साथीहरू, अब म बर्फी बनाउन सुरु गर्छु। यसको लागि मैले प्यान पनि बसालिसकेँ र घिउ पनि एड गरिसकेँ। घिउ तातो भइसक्यो। अब म यसमा खुवा एड गरिदिन्छु। साथीहरू, ग्यास लो फ्लेममा राखेर बिस्तारै चलाउँदै गर्नुपर्छ, नत्र यो खुवा डर्न सक्छ। साथीहरू, अब म मसलाहरू रेडी गर्न गइरहेछु। साथीहरू, यसमा मैले मोडेसी बरम एड गरिसकेँ। अब एकचोटि राम्रोसँग चलाइदिनुपर्छ। साथीहरू, यसमा मैले दुध, पिस्ता, काजु र सुकमेल एड गरिसकेँ। अब यसलाई लो फ्लेममा राखेर राम्रोसँग चलाउँदै गर्नुपर्छ। हेर्नुहोस् त साथीहरू, यो बर्फीले प्यानलाई छोडिसक्यो। यसरी प्यानलाई छोड्यो भने राम्रोसँग पाक्यो भनेर सम्झिनुपर्छ। साथीहरू, म ग्यास अफ गरिदिन्छु र एउटा ट्रेमा एड गरेर एकछिनको लागि रेस्ट गर्न छोडिदिन्छु। अब म यो बर्फीलाई 8 घण्टाको लागि फ्रिजमा राखिदिन्छु। साथीहरू, यसरी फ्रिजमा राख्यो भने छिटो बर्फी सेटिङ हुन्छ। साथीहरू, मैले बर्फी कटिङ गरिसकेँ। हजुरहरूले आफ्नो हिसाबले कटिङ गर्न सक्नुहुन्छ। मैले यसमा माथिबाट पिस्ता पनि एड गरिसकेँ। साथीहरू, यो बर्फी रेडी भइसक्यो। हजुरहरूले पनि घरमा यसरी नै बनाएर खानुहोला। हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि थिचिदिनु होला। हजुरहरू सामु मेरो भिडियो नछुटोस् भनेर थ्याङ्क यू फर वाचिङ।